नमस्ते रामकृष्ण सर, रियली सरी भन्न चाहन्छु, क्षमा चाहन्छु। यो विषयलाई चाहिँ धेरै लामो, धेरै ठुलो इस्यु केरज दाइले चाहिँ अब माफी मागिसक्नु भएको छ, किनकि अब यो ठुलो नमनाउँदा हुन्छ कि गरी खाने मान्छे हो उहाँ पनि, हामी जस्तै होइन। अनि यो अरू मिडियाहरूले चाहिँ एकदम ठुलो बनाइराख के। अनि दाइ पनि बेला बेलामा चाहिँ अब यो शरम संस्कृति पार्टीको चाहिँ उहाँ एकदमै कट्टर हो होइन, समर्थक। तर समर्थक हो भन्दैमा अरूलाई चाहिँ यस्तो अपशब्द गरेर चाहिँ गाली नगर्नु होला कृपया। मेरो एउटा भाइको आफ्नो पर्सनल्ली हिसाबले पनि मैले त्यस्तो भन्न खोजेको हो। अनि अस्तिको कुरामा पनि तपाईँ भयङ्कर विवादमा तानिनुहुन्थ्यो कि, त्यो कुरामा तपाईँको धन्न डिलिट भएर त्यो आएन राम्रोसँग बाहिर। अनि तर अब गल्ती गर्नुभयो, स्वीकार्नु राम्रो कुरा हो। त्यसमा अब रामकृष्ण सरले पनि माफी दिनुहुन्छ जस्तो चाहिँ लाग्छ मलाई होइन। अब गरी खाने मान्छेलाई अब त्यस्तो अप्ठ्यारो नपार्नु होला भन्ने कुरा हो। अनि अरू कन्टेन्ट क्रिएटर र अनि यो मिडियाले चाहिँ जाति नगरिदिनु के, गरी खाने मान्छे हो कृपया जाति नगरिदिनुहोस्। तपाईँहरूको कारणले कुरा ठुलो हुनसक्छ, ठुलो भयो भनेपछि अनि अप्ठ्यारो हुन्छ कि, त्यस्तो नगरिदिनुहोस् कृपया। भिडियो हेर्नेहरूले एउटा लाइक र एउटा कमेन्ट चाहिँ नबिर्सिनु के, सके सेयर पनि गरिदिनु होइन। एउटा लाइक र एउटा कमेन्ट चाहिँ नबिर्सिनु।